एभ्रिवान गुड इभिनिङ। त अब टाइम भइसकेको थियो हाम्रो घरपट्टि जाने। त्यसको अगाडि हाम्रो ब्रेकफास्ट ड्यू थियो, त हामीले फटाफट अहिले ब्रेकफास्ट गर्दैछ। सबसे पहिला मैले खाएँ एकदमै फ्रेस वाटरमेलन जुस, एकदमै टेस्टी थियो। त्यहाँदेखि ब्रेकफास्टमा चाहिँ थुप्रै अप्सन थियो, तर हाम्रो सबको फेभरेट चाहिँ के हुन्छ भन्नुहोस् न, पुरी र सब्जी नि। पुरी चाहिँ आटाको बनाएको थियो, अन्त मटर र आलुको सब्जी थियो, एकदमै टेस्टी। ब्रेड टोस्टहरू पनि थियो, अमलेटहरू पनि थियो, चियाहरू, अब जे भने त्यही नै थियो, थुप्रै अप्सनल थियो। तर मेरो चाहिँ फेभरेट हो बिहान चाहिँ पुरी र सब्जी, त हामीले बेसी नै त्यही नै खायो। कर्नफ्लेक्सहरू पनि थियो, नानीहरूले चाहिँ ब्रेडहरू खायो, जस्तो कि मेरो छोरीले चाहिँ ब्रेड बटर ज्याम अमलेट जुस योहरू खायो। हामीले चाहिँ एकदम पुरी सब्जी दबाएर खायो। त्यहाँदेखि चाहिँ हामी त्यहाँबाट निस्केर चाहिँ थुप्रै बेर अब ड्राइभ गरेपछि चाहिँ एकदमै गरम भइसकेको थियो, त हामीले बाटोमा रोकेर नरिवल पानी खायो आफूलाई हाइड्रेट राख्नुको लागि, किनकि बाहिर पुरै गर्मी थियो। हाम्रो उता चाहिँ पानी पर्दैछ भने सुनेको थिएँ, तर हाम्रो एरियातिर चाहिँ यहाँ जता हामी आसाममा छ त्यति पानी परेको छैन, कम्ती पर्छ 10-15 मिनटको लागि मात्रै। त यो जुन चाहिँ हामीले यो नरिवल पानी खाँदैछ नि, एकदमै टेस्टी गुलियो पानी थियो, आसामको भएर पनि होला। अन्त फेरि एकदमै ठुलो थियो, हामी दुईजनाले पनि खाइसकेको थिएन, अब यति पानी थियो। त अहिलेको लागि यति नै, अब घर पुग्नु आँट्यो, त भोलि फेरि भेटौँला, बाई।